हामी चाहिँ जाँदैछ मामा घर सानोदी म हाम्रो भ्लगमा सबै हजारा छ केही देखिँदैन त हो हेलो हामी चाहिँ जाँदैछ मामा घर है लेट्स गो माथि उही माथिबाटै जाऊँ है क्यामेरा तिर्साएपछि एकछिन मल्ल पर्नुभयो खाइसक्यौँ म एक ग्लास हाई भन्नु न सबैजनाले भिडियोमा हाई भनिदिनु हामी चाहिँ अलि अघि आइपुग्यौँ 10 मिनट जति भयो त्यस्तो खाँदा राम्रो बलमा गाथा त खान्छ Hello guys. है एकदमै डिस्टर्ब गरेको जस्तो छ यो बाहिर यो फाल्नु फाइन निकालिदिन्छु के यो आऊ चल खै त टिपेको
आउँदैन हामीले त सकाइसक्यौँ आप खाएर बाबा हेर्नु कस्तो गरेको छ कपडाले कपडा कस्तो गरेको छ कि त्यहाँ फुल फुल आप खाएर यो अर्ग्यानिक आम बुटाबाट खसेको हल्लो न बुटा फेरि माथि हेर न यता आउनु न लाग्ला जुले त्यो बनाउनु खसिनु भयो आगे पनि खैछ अघि न खसिसक्यो यो सर्क्यो यसमा कुनै मिलावट छैन यो आफै बुटामा पाकेको आम हो हरियो देखाले त्यहाँ देखाउनु न त्यो ल्याएर यस्तो राम्रो पाकेको आम हेर्नुहोस् हेर्नुहोस् त हाम्रो बच्चा बच्चा यहाँ जम्मा गरेर राखेको छ यो पनि खाइदिनु पर्ने होला ल है यो अर्ग्यानिक आँप चाहिँ धन्यवाद सिजनको फल हो यो फलको राजा भन्दा भनिन्छ यसलाई आज हाम्रो सालाजीको घरमा आम धेरै फलाइछन् मैले अलिक टाढाबाट गराइदिन्छु हान्दैन क्या त्यो जानु डाक्टर रेखाले आफ्नो प्रोफेसन छोडेर कृषितिर लाग्नुभयो आजदेखि यो पाउने छ हो कति नर्मली भन्नु अब केही गर्दैन केटाले पैदा भयो लुक सर्दिन्छ बारुलो छ भन्नु त उसले त पकाएर पनि छ नि
यसलाई रुदेलो भन्छन् हेर्नु रुदेलो हाम्रो रिदमले पहिला अनि ए म त हिजो लगाइदिएँ छोडा राख्दै थिएँ अब पछि ठुलो भएपछि लगाइदिने हुन्न लगाइदिनु पर्यो भने लगाइदिएँ ल मामा सुनाउनु कि हाम्रो केशवको मेरो सुनाउनु न के याद छ हजुरलाई सानोमा हुन्छ नि केही एनिथिङ धधुरो खाएर उत्तानो परेर हेलिकप्टर उड्यो भन्ने याद छैन मेरो काण्ड चाहिँ ए मोटरसाइकल त उड्यो गाडी मामाले मलाई साइकलमा टप्पेर ल्यायो भन्यो नि नि खुट्टा भाँचेर एकचोटि कुवामा पसेर खुट्टा भाँच्नु त म होइन सीता खुट्टा भाँच्नु सीता हो कुवामा बस्ने हो होइन केशव म सीता किरण के भनेर कुरा त थाहा छ नि हामीलाई के पड्कने लहटे हो नि त्यो रिसले के गरेछ यिनले पलाङमा मामाको बिहा कहिले हुने हो तपाईँले भनिन्छौँ भनेर पुरा पलाङको भाडा पनि ल्याएको फेरि पिरिएन लहटे त्यो दिन त आएन म हुन्छ त्यही हो रेखाल झारी है त्यही रेखाल झारी नि त्यही हो नि ए दसैँ पनि जातै हो कि काँचो पनि सबै त लग्छस् नि घर पकाएको होइन काँचो झारी छु नि 4 दिनपछि पाक्छ अनि खान्छस् हो त्यही एउटा झुक्काउनु छ नि हो त्यही पाक्या छ छिटो 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 जा चढ के पकाउन आँगा झ्याप झ्याप्ती हो ल नखसेस् नि धतुरो त खाएको छैनस् ल ल अलि मोटो मोटो हाँगामा बसेस् नि अब उता माथि घुम्छ पुरा हो त्यो उता हाततिर दुईटा आँगै पकडेस् नि त्यसले पाक्या आँप खाएर मिछेर अब काँचो आँप खान रुख चढेछ कि ल गाइज बाँदर रुख चढेर आज बाँदरको त त्यो लट्ठी चप्ने हात पनि रहेछ सिर्जना हेर्न ट्याक्क बाँदर जस्तो ढेँडो जस्तो देखेको छु हेर्न ट्याक्कै काँचो झारी चाहिँ सबै तेल झोलामा जान्छ नि साँझ अहिले जाँदाखेरि
चाहिँ हामी घर जान लाग्यौँ है लास्ट